दर्शकबिन आहा यो कुरा चाहिँ एकदमै चित्तबुद्ध छ है। बुढेसकालको सहारा भनेको को हो तपाईँलाई थाहा छ? पक्कै पनि तपाईँ कन्फ्युजमा पर्नुभयो होला। तपाईँले भन्नु होला छोराछोरीहरू। होइन। आखिर को हो त बुढेसकालको सहारा भनेको? एकैछिन यो भिडियो हेर्नुहोस् त। सबै बाबुआमाहरूले भन्छन् हजुर बुढेसकालको सहारा भनेको छोराछोरी हुन्। हजुर बुढेसकालको सहारा न छोरा हो न छोरी हो। ओहो बुढेसकालको सहारा त श्रीमानको लागि श्रीमती हो र? र श्रीमतीको लागि श्रीमान हो। आहा त्यसमा पनि सबैभन्दा बढी सहारा त श्रीमानको लागि श्रीमती हो। त्यसैले आफ्नो श्रीमतीलाई आहा मौकैदेखि सम्बन्ध राम्रो बनाएर हजुर बलियो बनाएर बुढेसकालसम्म नखस्किने गरी जोगाएर राख्नुहोस्। हजुर पछि काम लाग्छ बुढेसकालमा। पक्कै पनि दर्शकबिन यो भनाइ चाहिँ एकदमै सही हो है। किनकि बुढेसकालको सहारा भनेको आखिरमा लास्टमा गएर बुढाबुढी नै हो। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने एक शेयर चाहिँ जरुर गर्नुहोला। धन्यवाद।